म सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वार्ड नम्बर 4 बस्ने निमा गुरुङ। जाडो मौसमलाई टार्गेट गरेर यो पुरानो हाम्रो पहिले बाबुबाजेदेखि नै चलिआएको भेडाको ऊनबाट बन्ने राडी पाखी म बनाउने गर्छु। म आफ्नै हातले, कुनै मेसिन युज हुँदैन, सबै ह्यान्डिक्राफ्ट, सबै हातबाट बनिएकै। हजुरहरू ढुक्क हुनुहोस्। अनि त्यसमा तपाईहरुलाई जस्तो जस्तो साइजको भने पनि र लगाउने केटाले होस् केटीले होस् तपाईहरुको इच्छा अनुसारको बनाइदिन्छु। र मसँग यस्तो कलरिङ भन्ने हुँदैन। जुन भेडाको शरीरमा हुने कलर, 3 कलर, कालो, कैलो, सेतो, ती नेचुरल कलरहरूबाट मात्रै उत्पादन गरेर मैले हजुरहरूलाई उपलब्ध गराउन सक्छु। साटो बाटो चापागाउँ चोक उद्यमी घरमा पनि पाइन्छ। खास गरी यो हिमाली भेगमा पाइने भेडाको ऊन हो। यसको काम भनेको हाम्रो शरीरमा भएको टेम्परेचरलाई कन्ट्रोल गरिदिने। यी दम रोगीदेखि लिएर बिरामीहरूले टक्क लगाउँदाखेरि आनन्द, चिसोबाट ढुक्क हुन्छ। विशेष गरी न्युमोनिया रोगीहरूले है यो लगाउने। हेर्नुहोस् न, यहाँ कट पकेट हालेर होइन, व्हाइट कलरमा हो। हेर्नुहोस्, गाउँघरमा डिठा साहबहरूले लगाउने। ओहो, कति तातो हो लाउने बित्तिकै। एक पार्टी राडी हो। हामीहरूको कल्चर, धर्म, संस्कार अनुसार पूजा पाठमा टक्क यो हेर्नुहोस्, यो प्रेसर सुगर रोगीहरूले बिस्तारा माथि टक्क ओछ्याएर सुत्ने है।